मैले के भन्नु नि तैँले फगाउन जान्ने छ होला त्यही भएर रिसाए नि मलाई के भन्नु छ र त्यही त भने कि बहिनी मलाई पनि योदेखि यति रिस उठिरहेको छ नि होइन पहिला पहिला त अलिअलि भए पनि बोल्ने आउने गर्थ्यो तर अहिले त वास्तै गर्दैन खै के बोल्ला कि आफै राम्री बन्न खोजेकी होली नि तिमीहरूले माया दिन सकेन होला टाढो भयो माया दियो न तिमीहरूले राम्रो बोली वचन गर जहिले पनि खाले सुँगुरको मोड जस्तो बनाएर गाली गरेछ जति बेला पनि ख्याउ गरेछ त्यो भएर नजिक नभएको होला नि अहिले मलाई दोष लाउँछ तिमीहरू मै माथि आएर बसेको छौ तिमीहरू मैसँग दोष लाउँछ अझ मैले कुरा लाउने तिमीहरू दुईटालाई लिएर आउँथ्यो मैले बुढालाई उक्साउनु भयो तिमीहरूलाई लिएर आउँथ्यो कति नै पहिला माया गरिरहेको भए त अर्कालाई ल्याउँदैन थियो नि अहिले नाना थरी पोल लगाएर राम्री बन्न खोजेको होली नि जेठी भएर माया गर्दा नि तिमीहरूले फसाएर त के हुन्छ नि तिमीहरूले नै फसाएर उसले लिएर आएको त नि तिमी यस्तो गजाङ्ग्री भएर हामीलाई ल्याएको हो कि हामी जस्तो यस्तो चिटिक्क परेर बसेको भएदेखि ल्याउँथ्यो बुझुङ शरीरमा चिटिक्क भएर हुँदैन के बानी बिहोरा गतिलो चाहिन्छ बुढा हात लिन त बानी बिहोरा गतिलो चाहिन्छ ल्याए तिमीहरू ल्याए पनि खै त वास्तै गर्दैन क्यारे एक तिमीले उक्साएर हो कि सक्छ भने तिमीहरू राख उक्साएर होइन आएर उक्साकी चाहिँ मैले के कुरा लाएर उक्साउनु नि म ठाउँमा आउँदैन मसँग कुरा पनि हुँदैन नत्र केको पहिला त्यस्तो माया गर्ने बुढा अहिले अचानक यस्तो कसरी हुन्छ बोलीले गर्दाखेरि होला नि बोली गतिलो हुनुपर्छ के बुढो साथमा हुनुलाई त त्यसमा तिमीसँग आएको छैन त साथमा हुनलाई खै त तिमीले बोली गतिलो भयो त थुपार्दैन थियो होला नि मैले त छोराछोरी दिन सकिनँ अरे त्यही भएर तिमीहरू ल्याए खै न तिमीहरूले छोराछोरी दियो राख्न आउनु पर्यो नि जुन ल्याए त्यही पनि तिमीले दियो दाल भात हो अगाडि खप्लक्क ल्याएर राख्नलाई हेर्दै जाउली लागेर त्यहाँबाट मुखले मात्र गरेर भुताल न धेरै झर्ने कति नै जतिखेर पनि हुन्छ यसलाई त लखान्छी त्यसले अति नै हेरेकी छ सोझी भनेर हामीले मानेको झनै गरिदिरहेछ झनै हामीलाई हेर्दिरहेछ के यसलाई गर्न पिट्न सक्दैन माया गरिरहेको यसैलाई माया जहिले पनि कति नै अहिले सासु छैन बुढो छैन जे गरे नि हुन्छ ल यसलाई त कहाँ छोड्नु तिमीहरू आफै मैसँग सौदा